आज धेरै मानिसको सोच के छ भने जोसँग पैसा धेरै छ त्यही मान्छे नै सफल हो। तर के साँच्चै सफलताको परिभाषा नै पैसा मात्रै हो र? हो, पैसा हुनु राम्रो कुरा हो, पैसा सबैलाई चाहिन्छ र पैसा कमाउनु पर्छ। तर सफलताको परिभाषा नै पैसा मात्रै होइन। किनकि कतिपयसँग पैसा छ तर आफ्नो परिवारसँग बिताउने समय छैन। कतिपयसँग पैसा छ तर आफ्नो स्वास्थ्य राम्रो छैन। कतिपयसँग पैसा छ तर आफ्नो मन खुसी छैन। अब तपाईहरु आफै भन्नुस्, यो सफलता हो कि समस्या हो? आज धेरै मानिसहरू पैसा कमाउनुको दौडमा आफ्नो जीवन नै सेक्रिफाइस गरिरहेको छन्। तर अन्त्यमा सबै कुरा छ तर खुसी छैन, मन शान्ति छैन। त्यसैले मेरो विचारमा वास्तविकता सफलता भनेको नै पैसा हुनु मात्र होइन, त्यो पैसालाई खर्च गर्ने समय हुनु, आफ्नो स्वास्थ्य राम्रो हुनु, शान्तिपूर्ण जीवन हुनु। अब तपाईहरु आफै भन्नुस्, पैसा मात्रै सफलता हो कि सन्तुलित जीवन हुनु ठुलो कुरा हो? अब तपाईहरुको विचार के छ प्लिज कमेन्टमा राख्न नबिर्सिनु होला। धन्यवाद।